दर्शक महानुभाव नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो च्यानल नयाँ संसारमा। यदि तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल आइकनलाई दबाई अलमा क्लिक गरी हामीसँग जोडिनु होला। यदि तपाईहरुलाई यो भिडियो हेरेर के कस्ता प्रतिक्रिया दिन मन लाग्छ तलको कमेन्ट बक्समा भने अवश्य गर्नु होला। सिन्धुपाल्चोकमा 12 वर्षीय बालिकाको बलात्कार, 4 जना पक्राउ, बुवाले हेर्नै सकेनन् छोरीको लास। बालिका बलात्कारपछि हत्या अभियुक्त घटनास्थलमै घुम्थे, हत्यारा नछाड्न प्रहरीलाई भन्थे। दर्शक महानुभाव अब आउनुस् पुरा समाचारतर्फ लागौं। छोरीको शव मैले अहिलेसम्म हेर्न सकेको छैन। सिन्धुपाल्चोकदेखि काठमाडौँसम्म ल्याउँदा के भयो कुनै सम्झना छैन। भोटेकोशी गाउँपालिका 5 का पदम तामाङले छोरीको हत्यापछिको विवरण अनलाइन खबरलाई सुनाए। म अचेत थिएँ। त्रिवी शिक्षण अस्पतालमा महाराजगंजको पोस्टमार्टम कक्ष अगाडि शुक्रबार बिहान भेटिएका तामाङ आफन्त तथा गाउँलेबाट घेरिएका थिए। उनको दुःखमा काँध थाप्न पुगेका गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बो शेर्पा लगायत सबै आफन्त मलिन थिए। 12 वर्षीय छोरी निशालाई गुमाएका पदम सम्हालिने अवस्थामा थिएनन्। आफन्त नाता पर्नेबाट बलात्कारपछि कुन तरिकाले हत्या गरेको छेडे उनी सम्झन चाहँदैनन्। म यो घटना सम्झनै चाहन्न, त्यही भएर मैले छोरीको शव पनि हेरेको छैन। पदम आँखा टिलपिल बनाउँदै भन्छन्। 11 असार बिहानदेखि विवाहिल बनेका पदम अझै अनिदो छन्। आफू घर नभएको मौकामा अपराधीले छोरीमाथि योजनाबद्ध आक्रमण गरेको उनले बताए। 10 फागुन मध्यराती ओछ्यानबाटै बेपत्ता भएकी पदमकी छोरी निशालाई 5 जनाको समूहले बलात्कारपछि हत्या गरेको खुलेको छ। सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका 5 कालेगाउँ बस्ने 12 वर्षीय निशा स्थानीय विद्यालय कक्षा 7 मा पढ्दै थिइन्। 10 असार बाबु पदम कोदो रोप्ने भन्दै घरबाट हिँडे राति उतै बसे। जेठी छोरी ज्वाइँ पनि पदमकै घरमा बस्थे। कोदो रोप्न गएका पदम नफर्केकाले त्यस दिन घरमा जेठी छोरी ज्वाइँ र निशा मात्र थिए। राति घरमै सुतेकी निशा भोलिपल्ट बिहान ओछ्यानमा भेटिएनन्। बिहानै निशा हराएको भन्दै गाउँमा तहल्का भयो। कसैले देखे सुनेको बताएनन्। सब कसैले नभेटोस् भनेर करिब 1 किलोमिटर टाढाको छेदी खोलामा फाल्ने उद्देश्यले भिरबाट खसालेका थिए। तर रुख र ढुङ्गाको कारण सब माथि नै अडिएको अवस्थामा भेटिएको थियो। 11 गते बिहानैबाट पदमको मन बेचैन भइसकेको थियो। उनका दाइका छोरा फुरुवा तामाङ सोही दिन बिहानै च्याउ टिप्न भन्दै ओछ्यानदेखि खोला जंगलतर्फ लागे। च्याउ टिप्ने क्रममा उनले भिरमा अडेको अवस्थामा मान्छेको खुट्टा देखे। अलि नजिक गएर हेर्दा सब चिनिहाले। उही निशा हस्ट्याङ फस्ट्याङ गर्दै दौडिँदै फुर्बा घर पुगेर काका पदमलाई अंगालो हालेर रुन थाले। घटनाबारे बताए। सुरुमा मलाई नै विश्वास लागेन। हेर्न जान्छु भन्दा भतिज तपाईले हेर्नै सक्ने अवस्थामा छैन भन्दै रुन थाल्यो। गाउँका अरु गएर हेरे, सबैले निशा नै भने, तर मैले हेर्न सकिन। पदम त्यो क्षण सम्झन्छन्। 10 गते राति ओछ्यानबाटै हराएकी निशा भोलिपल्ट मृत भेटिन्। 11 गते बिहान 9:30 बजेतिर प्रहरीलाई घटनाबारे जानकारी गरायो। जाँच गर्न निहु बनाएर घरबाट अपहरण गरी हत्या। निशाको बलात्कार हत्या प्रकरणमा प्रहरीले 5 जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेहरू मृतक बालकै आफन्त नाता पर्ने तथा छिमेकीहरू रहेको प्रहरीले बताएको छ। पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका 5 मामिङका 21 वर्षीय निमा तेन्जिङ तामाङ, सोही ठाउँका 22 वर्षीय वाङनिमा तामाङ, 32 वर्षीय नामग्याल शेर्पा, 20 वर्षीय दावा तामाङ र 22 वर्षीय लाक्पा पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए। उनीहरूलाई प्रहरीले सोही गाउँबाट पक्राउ गरेको हो। उनीहरूमध्ये 1 जनालाई भने आज शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो। निशाको बलात्कार र हत्या प्रकरणमा जोडिएका सबैजना पक्राउ परेको एसपी कार्कीको भनाइ छ। बलात्कार र हत्यापछि पनि उनीहरू गाउँमै बसोबास गर्दै आएका थिए। पक्राउ परेकाहरू विरुद्ध नाबालिका बलात्कार र कर्तव्य ज्यानको कसुरमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट 7 दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ। उनीहरूले निशालाई बलात्कार गर्ने योजना बनाएर चार्ज गर्ने निहुले उनको घरमा पुगेको एक अनुसन्धान अधिकृतले बताए। अफलाइन आएकाले त्यस दिन मोबाइलमा चार्ज हुन पाएको थिएन। पदम विदेशबाट फर्केकाले उनले पावर बैंक ल्याएका थिए। त्यही पावर बैंकमा चार्ज गर्न भन्दै उनीहरूले मोबाइल निशालाई दिए। टिकटक पनि हेर्ने, मोबाइल पनि चार्ज गर्नु भनेर केटाहरूले मोबाइल दिएका थिए। मोबाइल लिने निहुमा राति उनको घरमा गई बालिकालाई बाहिर लगेर बलात्कारपछि हत्या गरेको देखिन्छ। एक अनुसन्धान अधिकृतले भने निशालाई घरबाट बाहिर निकालेपछि उनीहरूले सुरुमा कटेरामा लगेको खुलेको छ। कटेरोमा निशाका बाहिरी कपडाहरू समेत भेटिएको थियो। त्यसपछि नजिकैको मकैबारीमा लगेर बलात्कार गरेको पाएको प्रहरीको भनाइ छ। घटनास्थलको मकैबारी माडिएको समेत प्रहरीले जनाएको छ। यो सबै काम गर्नेहरूलाई निशाले चिनेको हुनाले पोल खोल्ने डरले उनीहरूले घाँटी कसी हत्या गरेको स्वीकार गरेको प्रहरीले समेत बताएको छ। कपडाले घाँटी कसेर हत्या गरेको, अनुहारमा ढुङ्गाले हानेको पाइएको प्रहरीले बताएको छ। मकैबारीमा निशाका भित्री वस्त्रहरू भेटिएका थिए। सब कसैले नभेटोस् भनेर करिब 1 किलोमिटर टाढाको छेदी खोलामा फाल्ने उद्देश्यले भिरबाट खसेको थियो। तर रुख र ढुङ्गाको कारण सब माथि नै अड्किएको अवस्थामा भेटिएको थियो। स्थानीयले सब देखेपछि कसैले छोएन। क्राइम सिन सुरक्षित राखे। बिहान 9:30 बजेतिर नै प्रहरीलाई खबर भयो। त्यसपछि इलाका प्रहरी कार्यालय बराबिसी र जिल्ला प्रहरी कार्यालयबाट एसपी सहितको टोली खटियो। यो बीच नाङ्गो अवस्थामा सब भेटिएकाले बलात्कारपछि हत्या भएको निष्कर्ष प्रहरीले निकालिसकेको थियो। सिन्धुपाल्चोक प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा अहिले पक्राउ परेका अभियुक्तहरू पनि घटनास्थलमै वरपर घुम्दै प्रहरीलाई नै गाइड गर्थे। यताबाट घिचार्दै उता लगेको जस्तो छ। यस्तो अपराधीलाई त छोड्नु हुँदैन सर, हेर्नै नसकिने गरी मारेको छ। कस्तो अपराधी रहेछ भन्दै
आफूहरूलाई त्यति बेला अहिले पक्राउ परेका व्यक्तिले भनेको एक अनुसन्धान अधिकृत बताउँछन्। घटना भएको जानकारी पाएपछि काठमाडौँमा रहेका गाउँपालिकाका अध्यक्ष शेर्पा पनि घटनास्थल पुगेका थिए। उनलाई अहिले पक्राउ परेका युवाहरूले नै घटनास्थल बारे गाइड गरेको अध्यक्ष शेर्पा बताउँछन्। कहिले चिया कफी खाऊ नभन्ने केटाहरू अहिले हिरासतमा रहेका व्यक्ति पनि दाइ चिया खाऊ चिसो खाऊ भन्दै अस्वाभाविक हरकत गर्थे। यसरी मारे जस्तो छ दाइ भन्थे। पछि त उनीहरू नै पक्राउ परे। म त छक्क परे। गाउँपालिकाका अध्यक्ष शेर्पाले अनलाइन खबरसँग भने 12 वर्षीय बालिकाको नाङ्गो शव भेटिएपछि प्रहरीले काठमाडौँबाट कुकुर मगाएर अनुसन्धान गरेको थियो। दिउँसो 3 बजेतिर प्रहरीका 2वटा तालिम प्राप्त कुकुर घटनास्थल पुगेका थिए। डग हराउन्डरले घटनास्थलमा स्निफिङ गराएर छाडेको केही बेरमै अभियुक्त कानुनी दायरामा आए। प्रहरीको कुकुर घटनास्थल सुँग्दै एक व्यक्तिको घरमा पुग्यो। त्यसपछि कपडामा संकेत गर्यो। ती कपडामा रगतका केही टाटा समेत भेटिए। कपडा कसको हो भन्ने पत्ता लगाएपछि केही बेर अघि समय प्रहरीलाई गाइड गर्दै हत्यारालाई छोड्नु हुँदैन भन्ने व्यक्ति नै पक्राउ परे। एकजनालाई पक्राउ परेपछि उसैले अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएपछि धमाधम अरू पनि पक्राउ परे। दर्शक महानुभाव, अहिलेको समाचार यति नै रहेको छ। यदि तपाईले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल आइकनलाई दबाई अलमा क्लिक गरी हामीसँग जोडिनु होला। अहिलेलाई भने तपाईहरु माझबाट छुटिन्छु। हस्त धन्यवाद।